हेलो गाइज। म चाहिँ आज मेरो अफिसको अगाडि खाजा खान आइरहेको थिएँ। मैले एउटा सरकारी गाडी देखेँ। अहिले भर्खर 4 बजेको छ होइन। हाम्रो अफिस टाइम भनेको 9 बजेदेखि 6 बजे 5 बजेसम्म हो नि त सरकारी अफिस। अब यहाँ हेर्नुहोस् न तपाईँहरू, सरकारी गाडी अब यहाँ नजिक कुनै सरकारी अफिस नै छैन हो। अनि त्यो पनि नगरपालिका गाडी जस्तो लाग्यो है मलाई। अनि के भन्छ, यो रेस्टुरेन्टको अगाडि आएर बसिरहेछ हो। अब यहाँ केही विशेष काम, अब सरकारी काम थियो भने त ठिकै हो होइन, त्यसको लागि केही भएन हो। अनि र सरकारी काम छैन भनेपछि अब यत्रो टाइममा है यहाँ आएर अफिस, खास अफिस टाइममा मात्र हो नि त अफिस गाडी चलाउने भनेको त। अब सरकारी गाडी जथाभावी चलाएर है, अब जथाभावी ल्याएर आफ्नो पर्सनल काममा युज गरेर होइन। अब नियम त सबैको लागि होला नि त। अहिलेको नयाँ नियम भनेको त 9 बजीदेखि 5 बजीसम्म अफिसमै निरन्तर खटिनुपर्ने होइन र भने कि अब यस्तो भइरहेछ होइन। अब मेरो भनाइ यति नै हो कि यो प्रति पनि सरकारको ध्यान आकर्षण होस् भन्ने हो। र अहिले यति पानी, लास्टै पानी परिरहेको छ। पानी पर्दा पर्दै पनि म भिडियो बनाउन बाध्य किन भएँ भन्दाखेरि यो नयाँ सरकारको, अहिलेको नयाँ सरकारको निर्णय अनुसार नयाँ सरकारले चाहिँ ध्यान आकर्षण हुनु पर्यो कि यस्तो यस्तो काममा ध्यान आकर्षण अगाडि हुनु पर्यो भन्ने मेरो मान्यता हो कि। किन भन्दाखेरि सरकारी गाडीहरू जथाभावी चलाएर होइन, सबैले होइन, सबै सरकारको ध्यान आकर्षण हुनु पर्यो नि त। सरकारी गाडी भनेको अफिस टाइममा मात्र हो नि त चलाउने, जथाभावी चलाउनु त भएन नि। त्यही भएर मैले यो पानी पर्दा पर्दै पनि भिडियो बनाउनु बाध्य भएको हो म होइन। अब यसमा चाहिँ तपाईँहरूको कमेन्ट छोड्नु होला होइन, तपाईँहरूको धारणा के छ यो चाहिँ छोड्नु नभुल्नु होला। धन्यवाद।